साथीहरु म चाहिँ चिया बनाउँदैछु। चिसो दिन भयो फेरि पनि है। अनि यहाँनिर चाहिँ अन्डा बोइल भइरहेको छ है। अनि नानी चाहिँ रामेनसँग खाने रे। अनि मलाई पनि मार्की ट्याक्कै जाती भएन, म पनि आज चाहिँ पिरो रामेन खान्छु है साथीहरु। नानी चाहिँ यहाँनिर अम्लेट बनाउँछ अरे रामेनसँग खानु। अनि ऊ चाहिँ यहाँनिर प्याज काट्दैछ। मेरो चाहिँ चिया रेडी भयो। म चाहिँ भाइलाई दोकानमा पुर्याउनु जाँदैछु चिया। हेर्नुहोस् त साथीहरु, यो अर्ग्यानिक सिस्नो एकदमै राम्रो हुन्छ है। अनि केलाएर है यहाँ पिठो हालेर राखिरहेको छ ताकि एकछिन राख्नुपर्ने हुन्छ, किराहरू झरोस् यहाँ भएको भनेर। अनि काकीले पनि केलाउनु हुँदै थियो, अनि केलाइसकेर बसिरहनु भएको छ। हेर्नुहोस् साथीहरु, आजको वेदर यस्तो छ। फेरि अँध्यारो भयो, चिसो छ है। एक दिन घाम लाग्छ, गरम हुन्छ, फेरि चिसो हुन्छ है हाम्रो दोदकमा चाहिँ। अनि नानी पनि यहाँ मलाई कता गयो भनेर हेर्नु आउँदै रहेछ। म चाहिँ यहाँनिर भाइलाई चिया पुर्याउन आएको थिएँ। अन्त सिस्नोहरू पनि केलाइसक्नु भएको रहेछ। बहिनी र काकी भएर म चाहिँ गएँ घरतिर रामेन बनाउनु। अनि यहाँनिर नानीले चाहिँ अन्डा घोल्दैछ है। अनि यहाँनिर पानी पनि बोइल हुँदैछ। अब रामेन उमाल्नु पर्ने हुन्छ एकैछिन, अनि उम्लिसकेपछि रामेन बनाउने। अनि यहाँनिर चाहिँ बोइल हुँदैछ अन्डा है। अन्डा चाहिँ मेरो हस्बेन्डको लागि बोइल गरेको, उसले चाहिँ रामेन खाँदैन। अनि नानी र म चाहिँ पिरो बनाएर खाइदिन्छु साथीहरु। म पनि कति बार्नु एकदमै साह्रो पारिरहेको छ मलाई मार्की लागेर। अब यो रामेन र अन्डा खाएर म फिट एन्ड फाइन हुनेछु सायद, हैन? कि जाति हुन्छ कि चाहिँ के हुन्छ है साथीहरु। त्यही त साथीहरु, कति चाहिँ बार्नु हो। अनि वाक्कै लागिसक्यो। आज पिरो रामेन खाइदिन्छु भनेको नानीले गाली गर्दै थियो, तर पनि म चाहिँ खाएर हेर्छु र भोलि चाहिँ कस्तो हुने रहेछ साथीहरु। हुनु त म बार्दिन साथीहरु हैन, बेसी बार्यो भने झन् साह्रो पार्छ नि त। अनि म चाहिँ बार्दिन, के भन्छ घाँटी चाहिँ तर मलाई पुरै दुखेको छ हो। दबाई खाँदै यस्तो खाँदै जेसुकै खाँदै अमिलो पिरो है अचार बनाउँदै खाँदै यादै गर्नु हुँदैन, आफै जाती हुन्छ। आज चाहिँ साह्रै जाडो पनि भयो, साह्रै बेसी घाँटी दुख्यो, रिस उठ्यो कि। अब चाहिँ म रामेन र अन्डा बनाएर खाइदिन्छु। अन्डा पनि म खानु चाहिँ खाँदिनँ, भुँडी पोल्छ ग्यासले हो। तर आज चाहिँ म चाहिँ सबै खाइदिन्छु। के हुँदो रहेछ, जाती हुँदो रहेछ कि बा के हुँदो रहेछ हैन साथीहरु। जाती नै हुन्छु होला म, किनभने बार्दिन। बार्ने मान्छेहरूलाई चाहिँ साह्रो पार्छ, तर म चाहिँ बार्दिन। अब पिरो रामेन खान्छु। अनि यो अन्डा र रामेन खाएर चाहिँ जाती हुन्छ। स्वर पनि अलिक खोलिन्छ होला। मेरो स्वर कस्तो भइरहेको छ, कस्तो सुन्नु हुँदै होला है साथीहरु। मेरो भोइस एकदमै घाँटी दुखेको छ नि त, आज रातभरि पनि दुख्यो। त्यही भएर अहिलेको मार्की सिजन त्यस्तै रहेछ सायद, वेदर चेन्ज भएकोले पनि होला। सबैजना बिमारी छ अहिले, ज्वरो र मार्कीको। मलाई पनि अस्तिदेखि हप्ता दिन अगाडिदेखि आइरहेको थियो ज्वरो, र पनि म चाहिँ नटेरी हिँड्छु नि त। सुत्नु चाहिँ कहिले पनि सुत्दिनँ, यत्तिकै हिँड्छु, यताउता काम गरिबस्छु, जेसुकै खाइदिइबस्छु हैन। त्यसरी नै जहिले जाती बनाउँछु। तर अब घाँटी दुखेको चाहिँ अलिकति डरै हुन्छ, र पनि नडराइकिन आज चाहिँ म रामेन खान्छु भनेको। नानीले गाली चाहिँ गरिरहेछ हो, तर पनि म टेर्दिन साथीहरु। जाती भएर फेरि पनि म आउने अर्को भिडियोमा चाहिँ यस्तो साह्रो फ्रेस भएर आउँछु कि तपाईहरुसँग यस्तो फ्रेस भएर बोल्छु हैन। अनि कति चाहिँ बार्नु वाक्कै लाग्छ हैन। अलिअलि त बारे, तर म बार्नै सक्दिनँ। अब हेर्नुहोस् न, रामेन र अन्डा पनि रेडी भइसक्यो। अब यो सबै सस हालेर चाहिँ यस्तो पिरो बनाएर खाने कि साथीहरु, ताकि घाँटीमा भएको घाउ पनि यो ससले चाहिँ पिल्सेर अझै जाती नै हुन्छ कि क्या, बा निमोनिया पो हुने हो कि हैन। डराउँदिन। अन्त अहिले कसो पर्यो भने म दोकानमा गएर आइसक्रिम पो खाइदिन्छु, झन् जाती नै हुन्छ होला। हो त, अन्त यस्तो मार्की लाग्यो भने त साथीहरु साह्रै हुँदो रहेछ। बार्नु चाहिँ हुँदैन। अब कतिजनाले त बार्छ, तर म चाहिँ कहिले पनि बार्दिन हैन। मम्मी के सामने कोही बोल सकता है क्या? अझै रुख टमाटर र छुर्पी हालेर चाहिँ अचार पिरो डल्ले खोर्सानी हालेर पिसेर खाइदिनु पर्छ कि साथीहरु। घाँटी दुख्नु त चट्टै। साथीहरु, नानीले चाहिँ स्टार्ट पनि गरिसक्यो है अम्लेट र रामेन खानु। मेरो हस्बेन्डले चाहिँ रामेन खाँदैन अरे, अनि अन्डा मात्रै खान्छु भनेर उसलाई चाहिँ अन्डा बोइल गरेर दिए है। अब नानी र म चाहिँ रामेन खानु स्टार्ट गरेको। सकिन मैले त अन्डा खानेछु अहिले। म त रुए पो त पिरो बा। मलाई चाहिँ पिरै भएन, मुख चाहिँ एकदम, मुखमा चाहिँ टेस्टै छैन ज्वरोले। म चाहिँ यति कम्ती हालेको थिएँ कि, तर मेरो भुँडी सुडी सबैबाट धुवा निस्किँदैछ, सबैबाट पानी निस्किँदैछ गाइस।
तर मैले आज चाहिँ खाइन किन म सक्दिनँ खानु So I'm eating our egg right now. पिरो मैं तँलाई क्या खानुपर्छ मम्मी केरा खाने होइन गाइस रेड त्यस्तो ब्ल्याक पिरो हुँदैन के त्यस्तो रेडले चाहिँ मेरो सबै आत्मा सात्मालाई पिरो गराइदियो के भनेको मैले बाई गाइस नानीले खानु नसकेर चाहिँ अलिकति मैले खाइदिएको तर मलाई त्यस्तो पिरो भएन मलाई ज्वरो आएर एकदम मुखमा टेस्टै छैन खल्लो भइरहेको छ त्यही भएर उसलाई चाहिँ पुरा पिरो भएछ अनि यति चाहिँ खानै सकेन उसले अनि यो चाहिँ म पनि किन फ्याँक्नु पैसा परेको त होइन साथीहरू भनेर चाहिँ मैले चाहिँ खाइदिउँ भनेर चाहिँ खाइदिएको अब हेर्नु होला है यहाँ मेरो ओठ पुरा पिरो भयो मेरो भुँडी पनि पोलेको जस्तो भयो तर पनि केही छैन हुन्छ कोही कोही बेला होइन कोही बेला खानुपर्छ पिरो होइन तर मेरो मेरो के खानु मन छैन अहिले मेरो ओठ पुरा फुल्यो पोले पनि यही हो साथीहरू मेरो बेलुकाको सब्जी चाहिँ सिस्नु खानुपर्छ अर्ग्यानिक